यो हो नवलपरासी पूर्व गण्डकी प्रदेश अन्तर्गत पर्ने त्रिवेणीको बजार जुन नेपाल र भारतको सिमाना पनि छुट्टिन्छ र यता सँगै नारायणी नदी तपाईँहरूले देख्न सक्नुहुन्छ। यो नारायणी नदी पुरा बाढी आएको छ भने यतातिर यो सानसानो पसलहरू छ होइन। यहाँनिर विशेष गरी भारतीय नागरिकहरू माछा खान, दारू खान, चिल हान्न चाहिँ आउँछन् यहाँनिर। र यहाँनिर देख्न सक्नुहुन्छ त्यो पुरै ब्यारेज जुन चाहिँ इन्डियाको कन्ट्रोलमा छ त्यो पुरै थुनिएको छ अहिले। र यो भारती नहर, यो पुल भारती नहरको पुल हो र यो हाम्रो बोर्डरको सुरक्षा गर्ने यो पुलदेखि उता बोर्डर भयो र यही हो। र यतातिर यो टक्क नारायणी नदी यस्तो छ अनि यहाँनिर पुरा थुनिएको छ यो पुरै यस्तरी यहाँ थुनिएको छ। अन्तबाट मान्छे मरेर आयो भने पनि यहीँनिर अड्किन्छ होइन। कहिलेकाहीँ त लास पनि भेटिन्छ यो पुरै त्रिवेणी कुयामाथि लासहरू अड्किन्छ कि यसमा। अहिले यो पुरै फोहोरो छ होइन। अस्ति नै एकचोटि बाढी आउँदाखेरि सब मृगहरू थियो। अहिले यतातिर पुरा यो चाहिँ उता पर चाहिँ सुस्ता पर्छ र सिधा अगाडि गयो भने चाहिँ इन्डिया पुगिन्छ, इन्डियाको बोर्डर पर्छ। इन्डिया चाहिँ छिर्दिन आज होइन। यहाँ कहाँनिर यो खोलिएको छ यो ढोका होइन, त्यहाँनिरको चाहिँ म देखाउँछु तपाईँलाई भनेर हो। यहाँनिर खोलेको छ, यहाँनिर चाहिँ यस्तो बवाल देखिन्छ नि होइन। ट्रक खोले पनि यहाँ पुरै यो यस्तो अड्किरहेको छ हेर्नुहोस्। पुरा फोहोरो कति कहाँ कहाँदेखि आएको यो जलकुम्बी छ सब छ होइन। यहाँ हेर्नु नि यस्तो पानी स्पिड। यहाँनिर हाइड्रो इलेक्ट्रिसिटी निकाल्ने हुन्छ यहाँ गजब हुन्छ कि। अझ यतातिर हेर्नु, यतातिर पनि बवाल देखिन्छ। एकचोटि पुरा बाढी आएको बेलामा यो पुरै भरिएको थियो अनि यहाँनिर यसरी हेर्दाखेरि यो पुरा पानीको यसो त आउँथ्यो कि। ल हेर्नु त साउन्ड कतिको आएको थियो किनकि मेरो यो माइक लास्टै नोइज क्यान्सलेसन हान्छ होइन। म अलिकति यसलाई निकालेर सुनाउँछु। ल फेरि माइक जोडे। यता इन्डिया, यतातिर यो पारिको इन्डिया भयो, यो साइड भने यतातिर यो नेपाल भयो। यो सिधा उता अगाडि देखिएको यो जङ्गल चाहिँ सुस्ताको चाहिँ भाग हो होइन। विवादित क्षेत्र भनौँ न। अब हुन त नेपालकै हो, अब नेपाल सरकारले फिर्ता ल्याउनु नसके के लाग्यो हामीले श्रीमती दाँत देखाउँदैछौँ। ल त्यही हो गाइज। अब यत्रो पानी बगेर इन्डिया गइरहेछ, हामी नेपालीले चाहिँ सिँचाइ गर्न पानी पुगिरहेको छैन। टक्कै यसलाई युटिलाइज गर्न सक्ने हो भने पुरै यो जति पनि नेपालको सिँचाइ पुग्न नसकेको ठाउँमा सब नहर बनाएर यताबाट पानी लगाए त के जान्थ्यो र। यता कोशी छ, कर्णाली छ, नारायणी छ यार यता होइन। सब बेचेर खाएको अब एउटा पुल पनि बनाउनु नसकेर। महेन्द्रले उद्घाटन गरेको पुल हो यो, इन्डियाको सहयोगमा बनेको पुल हो यो। धेरै पहिला हो होइन। एकदम पुल पनि साँगुरो साँगुरै छ। झट्टै हेर्दा कोशी ब्यारेज जस्तो फिल हुन्छ तर यो चाहिँ नारायणी ब्यारेज हो।